नमस्ते सबैजनालाई। अहिले चाहिँ हामी हिमालयन ब्याङ्कमा छौँ। अनि त्यसपछि गएर यहाँ चाहिँ अनि हामी चाहिँ उहाँ आमा बालकुमारी आमा, अनि त्यसपछि गएर हाम्रो भाइ अकबर मिया भाइ, अनि त्यसपछि गएर हाम्रो जेन्जी भाइ, यो हाम्रो चाहिँ एकदम मनिष भाइ हुनुहुन्छ। अनि उहाँ भाइले चाहिँ भाइलाई के रेखदेख गर्ने, आमालाई रेखदेख गर्ने अब मेरो तर्फबाट खटाइएको हाम्रो जेन्जी भाइ होइन, एकदम इमान्दार भाइ हुनुहुन्छ। अनि उहाँ पनि दैलेख कालीकोटबाट हुनुहुन्छ। अनि अहिले चाहिँ आमाको स्वास्थ्य अवस्था चाहिँ उहाँलाई क्रोनिक डिजिज हो। त्यो चाहिँ उहाँको जुन लिभरको पेसेन्ट बिरामी हुनुहुन्छ त्यो चाहिँ क्रोनिक बिरामी हो उहाँ चाहिँ। अनि त्यो चाहिँ एकैचोटि विश्व भएर जाँदैन, त्यो एकदम त्यो होइन बढी त्योलाई चापेको बेलामा फेरि जचाउन आउने र त्यसलाई कम मात्रै गर्न सकिन्छ त्यो बिरामीलाई चाहिँ होइन, उहाँको रोगलाई चाहिँ। अनि हाम्रो भाइको तिमी काठमाडौँमा बसेर पढ्ने कि नपढ्ने पहिला भन मलाई। पढ्ने यहीँ बसेर पढ्थ्यौ? अनि आमाको के इच्छा छ काठमाडौँमा राखेर पढाउने हो? काठमाडौँ राखेरै पढाउने भन्ने कुरा छ उहाँलाई चाहिँ, उहाँहरूको होइन। अब मलाई चाहिँ धेरै नाम लिस्टहरू आएको छ, म पढाउँछु भन्ने धेरैजना आउनु भएको छ। उहाँहरूलाई चाहिँ अब के भन्न चाहन्छु भन्दा चाहिँ पहिला त उहाँहरू बस्नलाई हामीले रुम खोज्नु पऱ्यो, कोठा खोज्नु पऱ्यो होइन, उहाँहरू बस्ने यहाँ वातावरण मिलाउनु पऱ्यो। अनि अर्को कुरा उहाँको तपाईँको अर्को छोरा नि छ नि त, अनि त्यो छोरालाई कसले हेर्छ त अपाङ्गता भएको गाउँको छोरालाई? हजुर उहाँले हेर्नुहुन्छ भन्ने कुरा आएको छ है। अनि यो चाहिँ अब यो उहाँको भाइको कुरा हामी पछि मिलाउँदै गरौँला। आज चाहिँ हामीले यो 6,17,000 रुपियाँ पैसा चाहिँ विभिन्न माध्यमबाट चाहिँ सहयोग गरेर उठाइएको पैसा, यो 6,17,000 रुपियाँ पैसा चाहिँ हामीले चाहिँ यो उहाँको आफ्नै खाता, यो हाम्रो बालकुमारी मिया हजुरको नाम होइन, बालकुमारी मिया हजुरको नाममा चाहिँ हिमालयन ब्याङ्कमा चाहिँ हामीले आज चाहिँ डिपोजिट गर्न गइरहेको छौँ। यो चाहिँ हामी उहाँलाई नै दिन्छौँ, उहाँ आफैले डिपोजिट गर्न सक्नुहुन्छ ल है। ल यो चाहिँ 6,17,000 रुपियाँ छ है। अनि त्यो भनेर भन्न चाहन्छु, यो चाहिँ डिपोजिट स्लिप चाहिँ हामीले बनाइदिएको स्लिप यहाँ छ। अनि त्यो भनेर भन्न चाहन्छु। र के भन्न चाहनुहुन्छ, केही भन्नु छ तपाईँलाई? सबैलाई धन्यवाद छ, धेरै धेरै धन्यवाद छ, सहयोग गरिदिनु भयो। अनि अब पढ्नु पऱ्यो पढ्ने उहाँको रोग पेरी चाहिँ फलोअपमा आइरहनुपर्छ, कहिले पनि हुँदैन। प्रत्यारोपण नै गर्नुपर्छ निकोको लागि। उहाँले चाहिँ अब हस्पिटलमा चाहिँ फलोअपको लागि आइरहनुपर्छ। उहाँहरू अब बोल्न नसके अर्थ यो होइन कि उहाँलाई फेरि होइन एकदमै सोच होला, गाउँको मान्छे हुन् धेरै बोल्न सक्दैनन्, त्यही माथि दैलेखको मान्छे होइन, धेरै त्यो आफ्नो कुराहरू प्रश्न राख्न सक्नुहुन्न। उहाँहरूको भाषा नै फरक हुन्छ, उहाँहरूको लवज नै फरक हुन्छ है। त्यो भनेर भन्न चाहन्छु। तर हाम्रो यो अकबर भाइ चाहिँ एकदम बाटो छ, नाम मात्रै अकबर होइन कि मान्छे एकदम चलाक छ, उसले पढ्छ भनेर मैले आश गरेको छु। ल आमा है, हजुरको पैसा डिपोजिट गर्नु होला होइन। हाम्रो सही सलामतहरूको सहयोग चाहिँ हामीले चाहिँ गरिदिएको छौँ। र हाम्रो अर्को दाई समाजसेवी दाई हुन्छ यहाँ आउँछ, हाम्रो अर्को दाई हुन्छ, उहाँले पनि केही रकमहरू यहाँ हातमा लिएर आउनु भएको छ। यो 33,000 हो। 33,000 रे, यो पनि 33,000 छ। अस्ति हामीले 18,000 जति सबै समग्र गरेर मेरो नाम मनोज सापकोटा हो। यो भाइ फर्स्टमा भेटेको मलाई नै हो। अनि हाम्रो अफिसको स्टाफ बहिनीले त्यो आइडीमा हालेर मेन्सन धेरै भयो, 10,000ले मेन्सन गरेपछि भगवान बनेर आशिका तामाङ जोडेर। म एउटा कुरो भन्नु, मैले आशिकाजीलाई जेन्जी आन्दोलन पछि प्रधानमन्त्री बनाउने नै हो भने आशिकाजीलाई बनाउनु पर्छ भने पनि आवाज उठाएको थिएँ कि मिडियामै बोलेको छु। तपाईँलाई धेरै धेरै धन्यवाद छ आशिकाजी।